जय काली माता। जुन अहिले हाम्रो के छ भने चलन जे भए पनि धामी झाँक्री माता भएको ठाउँ कुदिहाल्ने चलन छ, तर त्यो गर्नु हुँदैन हो। यो पहिलाको समयमा त्यसरी कुद्थे ठिकै पनि थियो, त्यो पहिला अर्कै खालको जमाना थियो। तर अहिले हरेक कुरा मान्छेको खानपिन हिँड्नदेखि लिएर हरेक कुराको वातावरणले पहिला हामी के थियौँ भन्दाखेरि बेसीको भारी लेखमा पुर्याउँथ्यौँ, लेखको भारी बेसी पुर्याउँथ्यौँ। 10 पल्ट उकालो ओह्रालो हिँड्दाखेरि पूर्ण रूपले फिजिकल हुन्थ्यो, मेहनत गर्थ्यौँ, परिश्रम गर्थ्यौँ। र अहिले हामी मेहनत पनि गर्दैनौँ, परिश्रम पनि गर्दैनौँ, घरकै ढोकासम्म साधनमा चढेर हिँड्छौँ, न हामी मर्निङ वाक पनि गर्दैनौँ त्यस्तो पर्यो भने। र स्वास्थ्यलाई हामीले ख्याल गरेको हुँदैन। अनि हामीले खाने हरेक खानेकुरामा चाहिँ विषादीयुक्त हुन्छ। त्यो कारणले गर्दाखेरि, त्यो विषादीयुक्त भएको कारणले गर्दा हाम्रो शरीरमा विभिन्न प्रकारको रोग लागिसकेको हुन्छ। अनि त्यो रोग लागेपछि अनि हामी कहाँ कुद्छौँ भने सबैभन्दा पहिला धामी झाँक्री माता भएको ठाउँमा जान्छौँ। अनि त्यहाँ हुँदैन, फेरि अर्को ठाउँ गर्दा गर्दै अन्तिम चरण पुगेको हुन्छ क्या मान्छे। अनि बाँच्ने सम्भावना धेरै कम हुन्छ। त्यस कारणले जस्तै क्यान्सरै लाग्यो भने पनि, अन्य कुनै पनि रोग लागेको छ भने पनि पहिला डक्टरमा गयो भने त डक्टरले पहिलो फेज छ भने त क्यान्सर पनि बचाउँछ नि त, हरेक रोग बचाउँछ नि त। डक्टरमा पहिला होल बडी सबै चेक गर्ने, त्यस पछाडि भएन भने अनिखेरि धामी झाँक्री मातामा जाने हो। लागु लगन नहुने पनि होइन। जति पहिला भूत प्रेत थिए, मरिमसान थिए, देवी देवता ती सबै चिज छन्। तर तपाईँलाई भूत प्रेत मरिमसान देव देवताले त तुरुन्तै मार्दैन क्या, तुरुन्तै मार्दैन। तपाईँको त्यस्तो खतमै पारिहाल्दैन, त्यसलाई बिस्तारै गर्दा पनि हुन्छ। तर तपाईँको मृगौलामा असर परिरहेको होला, अन्य एपेन्डिसाइड भयो भने त झन् त्यो 24 घन्टा बाँच्न गाह्रो हुन्छ। अनि त्यतातिर ढ्याङ्ग्रो बजाउँदै मान्छे जान्छ। त्यो भएको कारण पहिला चाहिँ अहिले प्राथमिकता हामीले हस्पिटल दिनुपर्छ। किन हाम्रो खानपिन नै गलत छ, हाम्रो स्वास्थ्य नै ठिक छैन, हामी हिँड्दैनौँ, हामी मौका परेर सुते बस्छ फुर्सद हुने बित्तिकै। त्यस कारणले गर्दाखेरि पनि हाम्रो स्वास्थ्य चाहिँ बिग्रिरहेको हुन्छ। यो बिग्रिरहेको स्वास्थ्यको लागि चाहिँ पहिला होल बडी चेक गर्ने, त्यस पछाडि रोग छ कि छैन हो। तपाईँको के हुन्छ भने डक्टरबाट गर्ने उपचारमा पनि अब लागु लगनले दबाई नलाग्ने, त्यहाँमाथि त्यही डक्टरकै बिरामी जस्तै बनिएर त्यो लागु लगनले तपाईँलाई झन् चाप्दै जाने भएको हुन्छ। तर त्यसले तपाईँलाई तुरुन्तै मार्न सक्दैन, तुरुन्तै खान सक्दैन मृगमसान भूत प्रेतले हो। त्यसको लागि चाहिँ पहिला चाहिँ डक्टरै भहाँ जानुपर्छ, डक्टरबाट उपचार गर्ने, पहिला हेर्ने, त्यस पछाडि मात्रै धामी झाँक्री मातामा जाने। नत्र हाम्रो जिन्दगी त्यसै घुम्दा त्यो रोगै पत्ता नलागे लास्ट स्टेज भइसकेको हुन्छ अनि गइन्छ। त्यस कारणले पहिला धामी झाँक्री होइन, पहिला डक्टर हो, त्यस पछाडि धामी झाँक्रीमा जाने। हाम्रो चलन पहिले कुद्दै धामी झाँक्रीमा, त्यो गलत हो एकदम। धामी झाँक्रीमा पहिला कुद्दै जाने नै होइन। त्यसरी जान थाल्नुभयो भने आफ्नो रोग छिपिराख्छ क्या हाम्रो शरीरमा। त्यो रोगले झन् चाप्दै झन् छिपिँदै हामीलाई गाडा बनाइसकेको हुन्छ हो। लागु लगन पनि हुन्छ, मैले हुँदैन भनिनँ, लागु लगन पनि हुन्छ। त्यसैमा मिसिएर तपाईँलाई दबाई लाग्नु नदिएको हुन्छ, तपाईँलाई अझ पुस गरिरहेको हुन्छ क्या। त्यो हस्पिटलको रोगलाई पनि अझ अगाडि बढाइरहेको हुन्छ। त्यो चिजलाई पहिला हस्पिटल चाहिँ गइसकेपछि त्यसलाई त नियन्त्रण हुँदै गऱ्यो नि त। अनि त्यस पछाडि आएर धामी झाँक्री माता भएको ठाउँ जाँदा भइगयो नि। तर तपाईँ त्यसै घुम्दै आफ्नो जिन्दगी बर्बाद हुन्छ। त्यस कारणले यो कुरो अहिलेको समयमा सत्य पनि यही हो। फेरि कसैलाई नराम्रो लाग्न सक्ला, कसैलाई चित्त नबुझ्न सक्ला, तर सत्य चाहिँ यही हो, सत्य यही हो। यसमा चाहिँ कुनै भ्रम नपरी पहिला चाहिँ हस्पिटल गएर आफ्नो सम्पूर्ण अङ्गको चेक गराइसकेपछि अनि मात्रै धामी झाँक्रीमा जानुहोस्, नत्र अहिलेको खानपान ठिक छैन। जय काली माता, राधे राधे, ओम नमो शिवाय।